हेलो गुड मर्निङ। हामी चाहिँ अब टक्क यो खेन्दीबाट उकालो लाग्दैछौँ सबैजना। बिहान 8 बजे खेन्दीबाट उकालो लागेको सबैजना त्यहाँबाट हिँड्दैछौँ। खेन्दी होटेलमा बसेको थियौँ हामी चाहिँ। बिस्तारै बिस्तारै हामी चाहिँ देउराली आइपुग्यौँ। देउराली आइपुगेर अब खाजा खाने व्यवस्था गर्दैछौँ। यहाँ खाजा खाएर निक्लिन्छौँ अब बिस्तारै। शेष देउराली खाजा खाने ठाउँमा आइपुगेछौँ अब। यो चाहिँ हामीले देउरालीमा 175 रुपियाँको लेमन टी खाँदैछौँ है। यतिलाई 175 रुपियाँ। टक्क हामी देउराली आइपुगेछौँ, लेमन टी खाँदैछौँ। चाहिँ देउरालीको 175 रुपियाँको लेमन टी गाइज। ल खाजा आइपुगेको छ हाम्रो। खाजा चाहिँ चना अन्डा छ। हाम्रो साथीहरू हो खाजा खाँदैछ अहिले सबैजना। अब खाजा खाएर चाहिँ देउरालीबाट निक्लिने भनेर लेमन टी लिइसक्यौँ। ल हामी चाहिँ यहाँबाट टक्क देउरालीबाट खाजा खाजा खाएर निक्लिँदैछौँ। हिँड्यौँ ठ्याक्क अहिले चाहिँ 9:50 9:45 ल ल ल देउरालीबाट चाहिँ हामी चाहिँ टक्क जाँदैछौँ होइन। अहिले चाहिँ आइपुगेर फर्किनु लाग्नु हुँदैन सायद। कुन यो माथिको हिमाल हो? ऊ त पारिक देखियो। कुन हिमाल हो? कुन हिमाल चाहिँ थाहा भएन। यतापट्टि गएर ऊ चाहिँ लाङटाङ हिमाल सक्नु भयो त दाइ। देउरालीबाट उकालो चढ्दैछौँ हामी चाहिँ होइन। जङ्गलमा ठ्याक्क बिस्तारै बिस्तारै। देउराली चाहिँ यहाँ तल भयो त देखेर यहाँ आइपुग्यो। ठ्याक्कै 10:04 15 मिनट लाग्यो यहाँ आउनलाई।